हेलो साथीहरु म तपाईहरुको माझमा आज लिएर आएको छु हाम्रो पोखराको लोकल नाइट फुडहरु ट्राई गरौँ न। हामी पहिला गयौं हाम्रो बगर ट्याक्सी चोकको जुस स्टेशनको कटिङ टी ट्राई गर्न। यस्तो मिठो थियो अनि त्यहाँको फेरि स्पेशल आलु निम्की पनि मैले ट्राई गरे। मैले अहिलेसम्म आलु निम्की कहिले ट्राई गरेको थिएन। अहिले यहाँ पाउँछ रे भन्ने सुनेर म यस्तो 100 को स्पिडमा गएर त्यहाँको आलु निम्की ट्राई गरे। यस्तो मिठो टक्क अमिलो पिरो थियो। अनि त्यहाँको आलु निम्की ट्राई गरेर हामी गयौं फेरि पोखराको मुटु महेन्द्र पुलको हुलाक पछाडीको यो गल्लीमा। यहाँ चाहिँ अन्डा रोलहरु पहिल्यैदेखि पाउँथ्यो अनि यहाँको फेभरेट भनेको मलाई पाउने यो खुवावाला फालुदा हो। अनि यहाँ पछि हामीले ट्राई गर्यौं यहाँको स्पेशल अन्डा रोल। यो अन्डा रोल चाहिँ यहाँ पहिल्यैबाट पाउने गर्थ्यो अनि हामीले चाहिँ यहाँको अन्डा रोल पहिल्यैबाट खाने गर्थ्यौं। अनि आज म धेरै पछि यहाँको अन्डा रोल पनि ट्राई गर्न आए र यो अन्डा रोल पनि पहिलाको जस्तै त्यही पुरानो टेस्ट मिठो थियो। तपाईहरुले यस्तै यस्तै खानेकुराहरु अन्डा रोल, खुवा फालुदा र पानीपुरी खान मन लाग्छ भने यो हुलाक पछाडी हाम्रो महेन्द्र पुलको गल्लीमा मेडिकल गल्ली नै भनिन्छ, यहाँ आउनु होला। त्यसपछि हामी ट्राई गर्न गयौं हाम्रो राजभाइको पानीपुरी। राजभाइको पानीपुरी पनि यही अन्डा रोल पाउने दोकानकै ठ्याक्कै पारिपट्टि छ। तपाईहरु पनि पानीपुरी खान मन लाग्यो भने हाम्रो राजभाइको पानीपुरीमा आएर एकचोटी भिजिट गरिदिनु होला। मलाई चाहिँ राजभाइको पानीपुरी एकदमै मन पर्यो, सायद तपाईहरुलाई नि मन पर्न सक्छ। एकचोटी आएर ट्राई गरिदिनु होला। मेरो आजको नाइट मिनी ब्लग चाहिँ यति नै थियो साथीहरु। फेरि यस्तै भिडियो लिएर म उपस्थित हुने नै छु। आजको लागि यति नै, फेरि भेटौँला है।